सर्वप्रथम मुली धन्यवाद। अब तपाईँले यो बच्चा अति स्वस्थ होस्, राम्रो होस्, हेल्दी होस् भन्ने हिसाबले हाम्रो जलेपा नगरपालिकाले प्रत्येक वर्ष चाहिँ यसरी हेल्दी गेमिङ कम्पिटिसन राख्छ। कोर्पिङ राखेको छ, कोरबाट यसपालि थाहा पनि हुन्छ। त्यसैले मुख्य कुरा के हो भने अनि उसले बच्चाले पाउनुपर्ने सबै खोपहरू चाहिँ त्यो खोप तालिकामा खोप लगाओस्, किनभने खोपको यति महत्त्व छ तपाईँहरूलाई पनि धेरैलाई थाहा भइसक्यो होला। खोप लगायो भने बच्चालाई त्यो अहिले त 13-14वटा रोग विरुद्ध खोप लगाउँछ, बच्चालाई लगाइन्छ। अनि त्यो 13-14वटा रोग बाट चाहिँ सुरक्षित हुन्छ यो खोप लगायो भने, नियमित रूपमा खोप लगायो भने है। जन्मेदेखि 15 महिनासम्ममा खोप चाहिँ पुरा गरिन्छ। त्यसैले तपाईँहरूले जस्तो अब स्वास्थ्य चौकीमा जाँदाखेरि, हस्पिटलमा जाँदाखेरि चाहिँ यो महिनामा आउनु भनेर सिस्टरहरूले भन्नुहुन्छ।